हेलो गाइज, आज हामी जान लागेको पानी ट्याङ्कीतिर। अनि त्यसको आज म देखाउँछु फुल भ्लग। हामी के किन्ने भनेर सबै थोक म देखाउँछु तपाईलाई यो भिडियोमा। भिडियो हेर्नु रेडी भए बस्नु। हामी 3 जना जान लागेको पानी ट्याङ्की। अनि आजको घाम चाहिँ यस्तो छ है त। पश्चिमको कता कताको भिडियो हालिरा हुन्छ। केबाट? चर्चबाटै हो कि केबाट? चर्चबाटै हो नि। भिन्ता कता हिँडेको भन्दा दिउँसोको मध्य घाममा हामी हिँडेको छौँ होइन। आइहाल्यो नि फेरि हाम्रो 80 लाखको गाडी। हाम्रो लागि चाहिँ यस्तो खतरा सिट बुक भएको छ होइन। जहिले हामी जाँदा पनि लास्ट सिट हामीलाई जहिले बुक गरेर राखिदिएको हुन्छ क्या। किचिक किचिकवाला सिट। घाम प्यारी मेरो ब्याग चाहिँ तान्ला भने पिट पर्छ क्या। जब अगाडि बाल्नु पनि यस्तो प्याकम प्याक यहाँ कुर्ता किन्नु छैन। यहाँ पैसा साट्नु पुरा भिडम भएको थियो र यहाँ पैसा साट्ने हामी सहिता उता हो पछाडि ब्याग काँकर भिट्टाको चाहिँ भिड चाहिँ गाइज अहिले बाटो बाटोमा हिँड्दाखेरि पनि पैसा साट्नु भन्नुहुन्छ होइन। हामी पुरानो साटिकन जान्छ ए उसैपट्टि धेरै आयो खै पनि गरौँ न। चाहिँ हाम्रो काँकर भिट्टा हो होइन। ए हात धुन लडिनु काँकर भिट्टा हेर्ने भएर। अनि अहिले काँकर भिट्टा भनेको यो आजको घाम चाहिँ लास्टै ओभर छ क्या। घाम ओभर भए पनि हामी काँकर भिट्टातिर हिँड्दैछौँ। पुलमा अब त देखाउँछु उता पुगेर ल हेर्दै गर्नु होला। पेन्टिङ गर्ने मान्छे चाहिँ सल्युट छ क्या दामी दामी पेन्टिङ हालिदिएको छ यतापट्टि। उतापट्टि फेरि सब खाली क्या केही छैन पेन्टिङै गएको छैन। तर यो भित्ता चाहिँ दामी क्या फोटो खिच्नको लागि साफ रहेछ। घाम चाहिँ लास्टै छ है आज। निकाल्नुहोस् नयाँ डिस रहेछ नि यो एउटा तिम्रो यो चिकन बोइल चाहिँ भेज बर्गर क्या। यो बर्गर खाएको यो वाला बर्गर खाना थिएँ मैले होइन। मेरो दिदीले यो खाना रहेछ कि फ्राई चाहिँ म पनि गर्छु है ल। आफ्नै राइस जस्तै तातो तातो रहेछ नि। छिटो खान कस्तो हुँदैछ हेर खान। टाउकोमा त निक्लिन्छ देखिँदैन कसै के टुप्पी खोलिदिन्छु म।